यस्तो जङ्गलको बीचमा बाटो बाँकी हुँदैछ। नानी पछाडि गर्लफ्रेन्ड बोके पनि तिमीले हेर्छ त नानी। हाम्रो चाहिँ अवस्था लास्ट बिचक भइसक्यो। आमा ओ माई गॉड। तासो फ्याफुल्ला वेलकम छ फेरि पनि मेरो भ्लगमा। आज चाहिँ मैले फेरि न्यू भ्लग स्टार्ट गरिसकेँ। यता चाहिँ ध्वस्त अस्तिको डडेलोले ध्वस्त भइसकेको अवस्था छ। अनि त्यो चाहिँ हामीहरू चाहिँ त्यतै लाग्नुपर्ने अवस्था छ हैन। 2 सप्ताह केही बोलिदिनुस् न हजुर। म्याम हेलो म्याम। म्यामको त फेरि बेला बेलामा मुटै अफ भइदिन्छ। अब म्यामलाई के भन्नु। यो चाहिँ सबै डडेलोले खाइसकेको अवस्था। अब हामी ओइ म त यतातिर काटे पनि हुन्छ होला हौ। यस होइन जमजम अलिकति तल तिमीलाई साथी बनिदिन्छु म। यत्रो डोको दुईटा भारी मलाई बोकाएर एकचोटि सुत्ता बोक्दिन्छु भन्ने छैन। तपाईँले बुझ्नु भएन होला। यसले चाहिँ खासमा के भन्दैछ भने ठिक पाएर म बोका भनेको रे। तर मैले यस्तो सुनेन। म सोझी मान्छे, अब जे भन्छ त्यही गर्छु। कान्छी छोरी हो, साह्रो रिसाउँछ। अब के भन्नु, यस्तै छ अब यसको रिस पैतालादेखि काम छ भने जस्तै त्यस्तै छ यसको रिस। अब यसको रिसलाई चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। यस्तो जङ्गलको बिचमा बाटो बाँकी हुँदैछ। नानी पछाडि गर्लफ्रेन्ड बोके पनि तिमीले हेर्छ त नानी। के हो म त बुझ्नै सकिनँ त नानी। यस्तो जङ्गलको बिचबाट बाइक ल्याएको जनता जान चाहन्छन्। यहाँ के छ त्यस्तो? ओइ यहाँ के छ? के छ? मासलाई सपोर्ट गर्नु छैन। ओर एक्टिङ भन्छ यार। तर वास्तवमा हो कि होइन भन त। यहाँ के छ त्यस्तो जङ्गलको बिचमा? यस्तो बाटोबाट बाघ आएपछि देखाउनु पऱ्यो। दुश्मन खोज्नलाई बाहिर जानु पर्दैन भनेको कि क्या हो? तर कस्तो दामी यार। वाउ माथि हेऱ्यो निलो, भुइँमा हेऱ्यो हरियो, बिचमा हेऱ्यो कालो। के भन्नु त्यो कालोको बिचमा तिमी सेतो। ओ यता चाहिँ सिसा न सिसा रहेछ। के साह्रो यो खाएको मान्छेहरूले यसरी चाहिँ नफाल्नु पर्ने हो क्या वास्तवमा। बाफ्रे यतातिर त साह्रो पो सिसा छ त हौ। झुक्किएर घोच्यो भने त गयो त्यो मान्छे। सिसा कति धेरै बाफ्रे। फोहोरहरू पनि त्यस्तै छ। ल दाउरा चाहिँ हामी आउनु भन्दा 10 कदम अगाडिको मान्छे आउनु भयो। थाहा नै पाएन। यसरी काटेर पनि सकिसकेको रहेछ। म चाहिँ अब ढिलो भइगयो। बाफ्रे यतिको साह्रो त नकाट्नु पर्ने हौ। हामीलाई नि भाग राख्नुपर्ने थियो। हामीलाई नि यति दया मायाले त राखिदिनु पर्ने थियो हौ। आमा यसरी ताक्लु पार्ने गरेर त नकाटेको भए हुन्थ्यो नि हौ। मायाले त ओइ जुगाले खाइदेला है तिम्रो त्यो नचाहिने ठाउँमा अलिकति चाहिने ठाउँमा बस। ल यसले के भन्छ मेरो बिचमा भिडियोमा यसले स्टाइल भन्दा दिदी चाहिँले अगाडि बढ्न नदिने भयो यो फुच्चीले। अब के भन्नु। ल मेरो त दाउरा जे जस्तो भए पनि म एक भारी जसरी नै काटिहाल्छु। यसको चाहिँ अब रहेने रहेछ, घाँस रहेने रहेछ भैँसीले ओछ्याउने। अब यो चाहिँ फर्केर जानुपर्ने अवस्था छ यसको। तर म चाहिँ जाँदिनँ होला सायद। अब किनकि मेरो त यतातिर छ नि त। यसको विचार के छ भने जम्प भन्दैछ कि अब म कहाँ जाने यसको लागि जान्छु म। यसको जहाँ अब यो सपोर्ट गर्नु छैन, यसो भन्नु छैन, जतिखेर नि स्टाइल भनिदिन्छ बिचमा आएर। त्यस्तो दामी मिलाएर बोलेर आएको हुन्छ, बिचमा आएर स्टाइल भनिदिन्छ। अब स्टाइल भनेपछि मेरो मन दुख्दैन? मेरो मन रुँदैन?
के म मान्छे होइन यस्तो बर्खाको सिजनमा भुइँमा तिमी थचक्क बसिदिने वे यसको आँखा तपाईँले त हेर्नै सक्नु भएको छैन कि यसको आँखा यस्तो भइरहेछ कि त्यो भैँसीको आँखा भन्दा पनि ठुलो भइरहेछ कि रिसले भनिन्छ क्या भनिन्छ अब के भन्नु त्यसो यसो भने पनि म चाहिँ यतातिर काट्नै पर्ने अवस्था हुन्छ मेरो चाहिँ अब म काट्छु तिमी जहाँसुकै जाऊ नानी आई डोन्ट केयर ओके तँलाई मैले 10 रुपियाँको खट्टु दिएर पनि तैँले चिगम किन चोरेर ल्याइस् चोर चोरेर ओइ चोर छैन है तँ किन बिचमा तँ लाज लाग्दैन तँलाई जतिखेर रिसाउन मात्रै आउँछ फकाउँछ भनेर के तँ त सेतै अब मैदा नै हो मैदाको फेस पनि अब मैदा नै आइरहेछ के भन्नु जा नानी जा अब तँ कहाँ गएर खोज्छौ यसको चाहिँ अब स्याड फिल भइरहेछ यो लु यो चाहिँ चिगम गएर थुने मान्छे जिन्दगीमा यही होला यसले चाहिँ साह्रो स्याड फिल भइरहेछ अब के गर्नु तिम्रो दुःखमा म रुन सक्दिनँ मेरो आँसु झर्दिनँ उफ त्यहाँ पनि थुक्छ त्यहाँ पनि खान्छ सबभन्दा फोरी अहिले यही हो कि फेस मात्रै राम्रो हो कुकुरले ताल पर्यो भने किस खाइदिन्छ यो मान्छे यस्तो छ छ्या बिरालोलाई र कुकुरले चुम्दा चुम्दा व्यवहार पनि कुकुरको जस्तो भइसक्यो यसको चाहिँ अब तिमी चाहिँ जाऊ नानी अब कता जाने तिमी अब ल उठ्यो ल ऊ चाहिँ माथितिर जानुपर्ने अवस्था आयो यसो डिसिजन लियो 5-10 मिनट बसेर अब माथितिर जाँदैछ उसको डोको बोकेर ठुलो डोको चाहिँ खाली रहेन रहेछ त्यही भएर हामीले आज चाहिँ सानो सानो डोको बोकेर आएको छु यो चाहिँ अब माथितिर जान्छ रिसाए पनि रगत ताते पनि चिसो भए पनि यो चाहिँ माथितिर जान्छ मेरो चाहिँ अवस्था के छ भने म चाहिँ अब यो रुखमा चढ्छु अनि यसलाई टुप्पोदेखि झारेर आनन्दले एक भारी दाउरा काट्छु त्यहाँबाट चाहिँ हामी जान्छौँ अब अहिले 3:30-4 बज्न आँटिसक्यो होला अब के गर्नु दिनभरि सुत्यो बस्यो खाइयो यो नानीलाई कुर्दा कुर्दा दिन गइहाल्यो यो कलेजबाट आउँदाखेरि 1 बजे हाल्छ खानासाना खाँदा वासरुम बस्दा यसको टाइम गइहाल्छ 1 घन्टा यसलाई 1 घन्टा टाइम दिएर हामी चाहिँ आइहाल्यौँ अस्तिदेखि आउने भने प्लान बनाएको खासमा यस्तै भइहाल्यो अब म चाहिँ यो रुख अब चाहिँ दाउराको भारी पुगिसके पछाडि हामी फेरि भेट्नुपर्ने हुन्छ है त अब के गर्नु मेरो चाहिँ अब आइसक्यो ड्युटी म चाहिँ अब यो रुखबाट दाउरा झारेर ट्याक्क काटकुट गरेर भारी बनाएर भेट्नुपर्ने हुन्छ अवस्था ल अब ऊ चाहिँ माथितिर गइहाल्यो कता पुग्यो हौ ए डाँडा कटिसक्यो रहेछ कति छिटो माथि पो पुगिरहेको रहेछ यार ल अब एकछिनपछि भेटौँ है त हाम्रोतिर चाहिँ गेस्टहरू हेलिकप्टरमा आउनु भइसक्यो यतातिर खोइ आँखाले नि भ्याउँदैन हौ उही यहाँ पर चाहिँ कि हेलिकप्टर अब ल्यान्ड हुन लागिरहेछ त्यहाँ चाहिँ हेलिकप्टर रोक्ने ठाउँ छ क्या रुखले छेक्छ साउन्ड चाहिँ सुनिरहनु भएको होला हेलिकप्टर चाहिँ अब रुखले छेकिहाल्यो माथि चाहिँ अब ठुलो होटल छ नि त टेरेरिस त्यहाँ चाहिँ गेस्टहरू आउनु भएको छ आज चाहिँ हेलिकप्टरमा गेस्ट आउनु भएको रहेछ त्यहाँ चाहिँ रोक्दै हुनुहुन्छ हेर्नुहोस् मेरो अवस्था के छ हेर्नुहोस् अब म चाहिँ ट्याक्क यो लामो रुख टुप्पोदेखि झारेर नि दरसौरा काटेर सकिसक्यो अब चाहिँ हाम्रो म्यामले भारी बनाउँदै हुनुहुन्छ म्याम चाहिँ खासमा उता यस्तो पचकर भनेर के घाँस लिन गएको थियो घाँस अब लानु पर्दैन दाउरा लाने दुवैजनाले भनेर एउटा भारी चाहिँ बनाइसक्यो म्याम आउनु भएर अर्को चाहिँ बनाउँदै हुनुहुन्छ यता म तपाईँहरूले देख्न सक्नुहुनेछ यस्तै छ अब के गर्नु यसको मुखबाट जब भिडियो खिच्नु थाल्छ तब नाटक एउटा के अरे अर्को स्टाइल भन्दा केही आउँदैन म्यामले ओभर स्टाइल र नाटक भन्दा केही बनाउँदैन ओभर एक्टिङ नै अब भन्छ म्यामले यसरी म्याम त के साह्रो सुहाएको त यार अम्बो बाफ्रे तर यो मान्छे साह्रो रहेछ हौ अघि यहाँ के तपाईँहरूले थाहा छ यहाँ माथि डाँडामा सुतिरहेको रहेछ म यति कराएँ यसलाई म यति कराएँ तर यसले सुनेर पनि नसुने जस्तो गर्यो त्यही रिसको झोकमा मैले हानिदिएको खुट्टामा चाहिँ घाउ भएछ जुतेको हामी दुईजनाको खतरा लडाइँ भएको तर साँच्चीकै पत्या होला नि फेरि दिदी बहिनी प्रायःको जुतिरहेको हुन्छ हाम्रो चाहिँ त्यस्तो भएको होइन हामी ओइ भित्तामा लाग्दैन यो आलाजु एकचोटि भित्तामा टाँच्दै नि भयो नि त यो अनि
किन थाहा हुँदैन अब त यो तिमीले कुन चाहिँ बोक्ने हो अच्छा आफूले चाहिँ थोरै चाहिँ बोक्ने भन्दो रहेछ मलाई धेरै यो चाहिँ मेरो भारी होइन ल त्यो चाहिँ मैले बोक्नुपर्ने हुन्छ यसको चाहिँ यता छ अब टाढाबाट देखाउनलाई सक्दैन रहेछ यसको भारी चाहिँ यो मेरो भारी थियो त्यसमा अझै हालेर पुगेको रहेछ अब डडेलाको दाउरो त्यस्तै हो हातमा चाहिँ कालो न कालो छ कालो सबै गइसक्यो ज्याकेट फुकालेको झन् आम्बो धुलो त यति साह्रो छ नि यति साह्रो छ भर्खरको भर्खर मेरो चाहिँ हातमा यस्तो ठेला उठिसक्यो यो हात चाहिँ के भयो होला हौ यस्तो साह्रो आम्बो अलि यति दाउरा काट्न पाएको छैन हातमा त ठेला पो उठिरहेको छ फेसतिर चाहिँ कालो कालो गयो होला भनेको त त्यति कालो चाहिँ गएको रहेन रहेछ ठिकै छ अब आज त यस्तै हो घर जाँदाखेरि त बेलुका भइहाल्छ होला भोलि चाहिँ नुहाउनु पर्ने अवस्था हुन्छ मेरो अब जे जस्तो भयो भने मुख सर्लक्क धुने भोलि चाहिँ नुहाउँछौँ कालो कालो यता त मान्छे साह्रो पो हिँड्दो रहेछ हौ कस्तो फिल आइरहेको छ तिमीलाई ठाडो नपार्नु ठाडो नपार ल आँखामा घोज्यो भने त गयो घाउ यो त हामी जुतेर यस्तो भएको ठुलै छ त अनि के के को क्यान्सल भर्खर छुने बित्तिकै यसको हात खुट्टामा के भयो थाहा नै छैन मान्छेले त्यत्रो काटे त केही भएन यसलाई चाहिँ भर्खर यति भारी बनाउन दिएको त्यो नि हात खुट्टा देखाएर केही छैन अब के भन्नु फेस देखाउन चाहिँ लाज हो कि केले हो देखाउन मान्दैन उसको सेक्रेटरी चाहिँ उयो माथि कुर्दैछ म्यामलाई यो म्यामलाई छोड्दै नि किन हो कुकुरले पनि साह्रो मन पराएको हो कि क्या हो अब केटा भएको भए चाहिँ अलिकति भन्न सक्थ्यो यो चाहिँ केटी चाहिँ पोथी छ के भन्छ ओए भालेको कुकुरले के भन्छ केटी भन्छ केटी मासला केटी त ल यता चाहिँ सिसा सबै फेरि केटी त मान्छेले पो भन्छ त अब यता पानी पर्ने अवस्था छ कि क्या हो माथि त अब कालो हुँदै आयो त केही छैन अब हामी दुईजना च्याट्ट यस्तो भिर पाखा नभनी चढेर जानुपर्ने अवस्था छ जति नजिक देख्यो भने यो चाहिँ साह्रो टाढा छ अब माथि डाँडामा पुग्नलाई ada tun lagi lai oh tiram citu berapa mula नहीं मैं एकदम मुझे हाम्रो महारानी मेरो पेचित गर्न नपुगेर अब घर जाँदैछौँ हामी ग्रुप ल मलाई दोइरे अटकाइदिन्छु बुझेको हाबर मलम टा मार्दा चाहिँ निकालु हाम्रो चाहिँ अवस्था लास्ट बिचक भइसक्यो पानीले भिजेर मोबाइल सबै भिजिसक्यो अब मान्छे त भिजेको क्यामेरामा केही देख्दैन रहेछ अम्बो जाने बेला के साह्रो पानी आइदिएको थियो यार हातभरि अवस्था छैन अब फोन पनि भिजिने भयो मान्छे पनि भिजिने भयो अरे के साह्रो ठुलो पानी आएको थियो अम्बो ल यहाँ चाहिँ पानी आइरहेछ हाम्रो चाहिँ अवस्था यस्तो छ पानीले भिजेर केही छैन भए हट्टा मासला सुरलको अवस्था यस्तो छ हे प्रभु कोही आइदेऊ न हो आएर मलाई काठमाडौँ जस्तो ठाउँमा लगेर राखा म यो गाउँमा दुःख गरी खान साह्रो गाह्रो छ पानीले भिजेर उस्तै लुत्रुक्का जुगले जुगो गति पसिसक्यो आमा बाफ्रे हट्टा अवस्था यस्तो छ अवस्था बाफ्रे खुट्टामा आमा जुगा के साह्रो हो त आमा ओ माई गॉड हट्टा जिन्दगीमा कहाँ गएर फाल्यो ओहो हे प्रभु के साह्रो जुगा त यो या बाफ्रे हट्टा
कथाम्बोय छ्या 12 वर्षमा कोही आएको त राडीलाई ज्वरो आएको भने जस्तै त मम्मी मैले टिभी खाँदा अब कथाम्बोय रगत निस्क्यो त्यट छ्या जुगा अप्पाई ओइ टामा छ्या अथवा हातमा नि साह्रै नमजाले लड्यो यो चाहिँ जुगाले खाएर बेहाल छ अम्बु रगत कति निकालिदिन्छ घुँडाधरि छोडेन रहेछ बेटा आशाले यति दाउराको लागि यस्तो बिजोक हेट्टा पछि नुहाउनु पर्ने हुन्छ पानी कति रहेछ पहिला पानी हेरौँ त्यहाँबाट ल बाल्टी नै खाली छ यार अम्बो हाम्रोतिर चाहिँ खोला छेउमा घर भए पनि पानी आउँदाखेरि सबै धाराहरू पाइपहरू छुट्याएर लान्छ त्यही भएर पानी नै रहेछ खाने पानी यहाँ बाल्टिनीमा राख्नु भएको रहेछ त्यही पानीलाई नुहाइदिन्छु अब म जे पर्ला फाइनल्ली म चाहिँ नुहाएर सक्यो अहिले चाहिँ यो अलाचिने घाम लाग्दैछ अघि यस्तो बिजोक पारिदिएको यो पानीले यति बिजोक पारिदिएको ठ्याक्कै होटेलहरू भन्न नपर्ने कस्तो ऊ लागिरहेछ होटेलहरूको अगाडि आएर लडिदिएको भाइ यस्तो अम्बो आजको जस्तो मैले पिठो चाहिँ कहिले बोकाएको थिएन आमामा घुँडाभरि घाउ छ लडेर अब के गर्नु यस्तै हो अब चाहिँ म पसलमा बस्छु यस्तो मुला काम गरेर म हुन्छु